सावधान, एक क्लिकले तपाईको बैंक एकाउन्ट खाली हुन सक्छ। समय डिजिटल भएसँगै ठगिने प्रक्रिया पनि डिजिटल भएको छ र यसको धेरै शिकार भइसकेका छौं र हुने सम्भावना पनि बढी छ। र आजबाट फ्लाइ हाई नलेजले डिजिटल स्क्यामको सिरिज ल्याउँदैछ। तपाईको सम्पत्ति वा डाटा सुरक्षित राख्नको लागि चाहिँ यो सिरिजको सबै पार्ट हेर्नु होला। र तपाई डिजिटल ठगीको शिकार भइसक्नु भएको छ भने कमेन्ट वा डीएम गर्नुहोस् ताकि अरू व्यक्ति यस्तो स्क्यामबाट बच्न सकुन्। र आजको डिजिटल स्क्याम सिरिजको पार्ट 1 सुरु गरौँ है त। तपाईलाई 25 लाखको लोटो परेको छ, तपाईले आइफोन 16 प्रो मैक्स जित्नु भएको छ वा तपाईलाई राम्रो जबको अफर आएको छ भन्दै अपरिचित व्यक्तिबाट एसएमएस वा फोन आउँछ र तपाई लोभमा परि उक्त लिंकलाई क्लिक गर्नुहुन्छ वा अन्य प्रोसेसिङ भन्दै तपाईलाई केही अमाउन्ट क्लेम गर्न लगाइन्छ अनि तपाईको पर्सनल डाटा सहित तपाईको बैंक एकाउन्ट पनि रित्तिन सक्छ र तपाईले लिंक क्लिक गर्ने बित्तिकै तपाईको पर्सनल डाटा चोरी हुन्छ र तपाईको बैंक वा वालेटमा भएको पैसा पनि खाली हुन्छ र तपाईको ओरिजिनल डकुमेन्ट चाहिँ इलिगल काममा लगाइन्छ र तपाई पछि फस्ने डर पनि हुन्छ। अनि अर्कोतिर तपाईले क्लेम गर्नको लागि बुझाएको पैसा उनीहरुको खातामा पुगेपछि तपाईलाई ब्लक गर्छ र तपाई यसरी स्क्याममा पर्नुहुन्छ। र यस्तो केस अहिले एकदम बढिरहेको छ र यस्तो स्क्यामबाट कसरी बच्ने त? यस्तो स्क्यामबाट बच्नको लागि अपरिचित व्यक्तिबाट आएको लिंकमा क्लिक नगर्नुहोस्, त्यस्तो आउनासाथ डिलिट वा ब्लक गर्नुहोस्। तपाईले भर्दै नभरेको लोटो पर्ने त कुरै भएन, यस्तो लोटो वा चिट्टाको विश्वास नगर्नुहोस् अनि धेरै पाउने आशमा रकम पठाउने काम पनि नगर्नुहोस्। अनि जबको अफर आउँदाखेरि आधिकारिक पेजबाट आएको छ वा छैन चेक गरेर मात्र इन्ट्री गर्नुहोस्। डिजिटल स्क्यामबाट आफू बचौं र अरूलाई पनि बचौं। सकेसम्म यो भिडियो एकदम धेरै साथीभाइलाई शेयर गर्नुहोस्। कमिङ सुन पार्ट 2 फलो गर्न चाहिँ नबिर्सिनु होला।